कस्तो भइरहेछ एकदम राम्रो भइरहेछ अहिलेसम्म बाँच्यो के गाउँदै खैदियो ल ल ल ल हामी चाहिँ मुगलिङ भन्ने ठाउँमा यो ठाउँमा हामी Second team. हेलो हाई एकदम ठिकै छ एकदम हैन हामी चाहिँ गेम हेर्दै छौं है एकदम रमाइलो भइरहेछ है सर है हाम्रो के भ्लगमा आउँछ के हो
भिडियो पेजमा आउँछ है हेलो भन्नु है सबैले हेलो भन्नु पेजमा आउँछ है हेर्नुलाई सन्चै हुन्छ नाम के रे Simon Taman. Simon Taman कुन टिम हो Sunflower team. Sunflower team. कत नम्बर हजुर नम्बर कत नम्बर 2 नम्बर कुन हो हामीले भर्खर गेम सकेका छौँ अब गेमको विनर्सहरू चाहिँ हाम्रो धेरै खतरा विनर सनफ्लावर टिमका विनर हुनुभएको छ फर्स्ट हुनुभएको छ सनफ्लावर टिम सेकेन्ड हुनुभएको छ होलिनेस राम्रो भएको छ गेम एकदम मजा भयो यहाँदेखि घुम्नको लागि जानलाई तयार भएको छ अब काठमाडौँ गोस्पल चर्च यहाँ न्यू लाइफ गोस्पल चर्चको चाहिँ थुप्रै मण्डलीहरू न्यू लाइफको केही शाखा मण्डलीहरू सुनो बिरारी नवप्रासी धान अनि पाँच छ अनि पूर्वको थुप्रै मण्डलीहरू बाहिर हामी कहाँ जाँदैछौँ र अहिले कहाँ जाँदैछौँ भाइ मलाई पनि थाहा छैन थाहा छैन काठमाडौँ जानु काठमाडौँमै छौँ काठमाडौँ होइन कहाँनिर छ भनौँ त यता कसलाई थाहा छ भाइलाई थाहा छ के चाहिँ कहाँ जाने हामी अब जाने बाटोबाट रोडै रोड मेरो सक्छु जुत्ता लिएर आउँछु भने यता भनौँ त यता भिडियोमा बोलाउँ है साथीहरू सबजना शर्माइरहेछ बस्नु पाए पनि के गर्नु छैन ठाउँ खाली बस्नु केमा भन के भन कस्तो लागिरहेछ
रहेछ लै त भन पनि अब हामी जाँदैछौँ यसुको छातीमा ढुकढुकीले यो त कमेडी हुन्छ सबैले के छ रमाइलो आइरहेछ यो के स्टाइल हो हाई ल हेलो हाई जय मसी के हुँदैछ यहाँ हजुर के हुँदैछ यसो भनिदिनु न हाम्रो घुमघाम हुँदैछ हाम्रो ट्रिप हुँदैछ युथहरूको कतिको रमाइलो आइरहेछ तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो हामी त यहाँकै हामी त आएको तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई त एकदम रमाइलो आइरहेछ हो फर्स्ट टाइम हामीलाई पनि एकदमै पहिलाको पालि आएको थियो हामी चाहिँ तर जोस हामी चाहिँ एकदम आइबस्छ त तपाईँहरूलाई सोध्नुपर्ने खै म गरिदिउँ तपाईँलाई होइन हामीलाई चाहिँ एकदम ठिक छ है हाम्रो फर्स्ट टाइम आएको जस एकदम खुसी लागिरहेको छ एकदम खुसी चिन्नुभयो हुनुहुन्छ हजुर सबैजनालाई जयमसी एकदम राम्रो लागिरहेछ हामी घुम्न आएका छौँ है अनि हाम्रो अहिले चाहिँ हामी यता बसन्तपुरतिर घुम्न जाँदैछौँ होइन सर हजुर सर हजुर सर त्यही बाटो भने जस्तो लाग्यो मलाई चाहिँ होइन अनि यहाँ चाहिँ बसन्तपुरतिर त हामी जानु खोज्यौँ होइन बाटो सानो रहेछ एकदम कचेरा गाडी छ अनि एकदम कचेरा घाटी रहेछ बाटो सानो रहेछ कि फेरि है मान्छे चाहिँ अलिक धेरै भएछ यो अलिक भएन नि सर अब म पनि पहिलोचोटि हिँडेको भन्नु बाटो होइन त्यति अनुभव त छैन त्यति राम्ररी थाहा छैन म पनि अब पहिलोचोटि हिँड्दैछु कस्तो यहाँदेखि कहाँदेखि छ भने मलाई थाहा छैन फेरि ए पहिलोचोटि तपाईँ हिँड्नु भएको थियो पहिला नाइ म पनि पहिलोचोटि हो त्यही भएर मलाई अचम्म लाग्यो के यो कुन बाटो आइरहेको छौँ हामी खै हामी मलाई लाग्छ गल्ली गल्ली भित्र कता कता ऊ गल्ली गल्ली छ यहाँ यस्तो छ गल्ली गल्ली अनि कचेरा गाडी पनि छ हजुर अनि सक लाग्यो क्या यसलाई के भन्छ सर ए बसन्तपुर बसन्तपुरमा हामी छौँ र अनि सुरेन सर हजुर भन्नुहोस् न हामी बसन्तपुर आइसक्यौँ होइन अनि कस्तो लागिरहेको छ यहाँ नजरा यसो अब त पहिले पनि घुमिरहेको ठाउँ है पहिला घुमिराख्नु भएको राजाको दरबार भन्छ राजाको दरबारमा आइसकेको छ
है अनि यो चान्द्रा रहेछ म त यही छैन यहाँ ग्रुपै छ अनि ऐतिहासिक क्षेत्र हो यो ठाउँ लगभग 200 वर्ष म यसको दरबार थिएँ यसको अब विस्तृत मलाई थाहा छैन पनि यस्तो घुम्न आएको है त्यसको बारेमा यस्तो साह्रो जानकारी छैन त्यही पनि राम्रो छ है हाम्रो क्षेत्रमा राम्रो छ हाम्रो बहिनीहरू अरे त्यहाँ बहिनी के छ खबर कस्तो लागिरहेको छ राम्रो लागिरहेको छ